नमस्कार साथीहरु आजको भिडियोमा सबैलाई स्वागत छ। थम्बनेल हेरेर त तपाईलाई थाहा भइसकेको होला हैन, आज कुन टपिकमा कुरा गर्न गइरहेको छु हैन। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरु, किनकि आज म तपाईलाई लाइभ देखाउन गइरहेको छु। म आफ्नै च्यानलमा हैन सुपर थ्याङ्क्स अप्सन चाहिँ इनेबल गरेर देखाउन गइरहेको छु, किनकि यो सुपर थ्याङ्क्स अप्सन धेरै जनामा शो भइरहेको छैन, मेरोमा पनि शो भइरहेको छैन हैन। अब कसरी ल्याउने, कसरी इनेबल गर्ने सम्पूर्ण जानकारी तपाई यस भिडियो अन्तर्गत पाउनुहुन्छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। अब आउनुहोस् भिडियो सुरु गरौँ। तर भिडियो सुरु गर्नुभन्दा पहिले म एउटा कुरा भन्न चाहन्छु साथीहरु, यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियो एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला, किनकि म यस्तै भिडियोहरु आगामी समयमा पनि लिएर आउनेछु। अब आउनुहोस् मोबाइलको स्क्रिनमा। सो गाइस, सबभन्दा पहिले क्रोम ब्राउजर ओपन गर्नु होला। जस्तै यता हेर्न सक्नुहुन्छ हैन। क्रोम ब्राउजर ओपन गरिसकेपछि सर्चमा क्लिक गरिदिनु होला अनि त्यसपछि माई युट्युब च्यानल लेखेर सर्च गर्नु होला। त्यसपछि त्यसमा साइन इनमा क्लिक गरिदिनु होला। सुरुमा तपाईलाई लगइन गर्नुपर्ने हुन्छ हैन। यदि तपाई अलरेडी लगइन गरिसक्नु भएको छ भने तपाईको युट्युब च्यानल चाहिँ यस्तो डेस्कटप मोडमा चाहिँ ओपन हुन्छ, जस्तै कि तपाईहरु यता हेरिरहनु भएको छ। अब सबभन्दा पहिले आफ्नो लोगोमा क्लिक गर्नु होला, जस्तै यता हेर्न सक्नुहुन्छ हैन। त्यसपछि क्रिएटर स्टुडियोमा क्लिक गरिदिनु होला। क्रिएटर स्टुडियोमा क्लिक गरिदिसकेपछि अब चाहिँ हाम्रो युट्युब च्यानल त हेर्न सक्नुहुन्छ साथीहरु, डेस्कटप मोडमा नै ओपन हुन्छ हैन। त्यसपछि अब तपाई यता हेर्न सक्नुहुन्छ साथीहरु, यस्तो खाली इन्टरफेस देखिन्छ हैन। अनि त्यसपछि यता हेर्न सक्नुहुन्छ मोनेटाइजेसनको एउटा अप्सन हैन। म तपाईलाई अलि जुम गरेर पनि देखाउन चाहन्छु। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु मोनेटाइजेसनको अप्सन, यसमा एकचोटी तपाईले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिदिनु होला। अब तपाई यता हेर्न सक्नुहुन्छ साथीहरु, सबै अप्सन यहाँनिर छ हैन। वर्ड्स पेज एड्स अनि सर्च पेज एड्स अनि शपिङको पनि अप्सन चाहिँ छ हैन। अब म एउटा सेटिङ गर्न गइरहेको छु हैन। अब यो सेटिङ गरेपछि यो शपिङको साइटमा चाहिँ सुपर भन्ने अप्सन पनि यहाँ शो हुन्छ। अब आउनुहोस् त्यो सेटिङ म तपाईलाई देखाउन गइरहेको छु। अब सेटिङ गर्नको लागि यहाँ हेर्न सक्नुहुन्छ सेटिङको आइकन मुनि हैन, यसमा क्लिक गरिदिनु होला। क्लिक गरिदिसकेपछि त्यसपछि च्यानलमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ च्यानल, यसमा क्लिक गरिदिनु होला। त्यसपछि यता हेर्न सक्नुहुन्छ साथीहरु, यहाँ चाहिँ नेपाल सिलेक्ट गरेको छ हैन। हाम्रो कन्ट्री सिलेक्ट गर्ने अप्सनमा नेपाल सिलेक्ट गरेको छ, यसमा क्लिक गर्नु होला। अनि तपाईले इन्डिया सिलेक्ट गर्नुपर्ने हुन्छ, जस्तै म पनि इन्डिया सिलेक्ट गर्न गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ इन्डिया सिलेक्ट गरिदिसकेपछि त्यसपछि यहाँ सेभ गर्नुपर्ने हुन्छ, सेभ गरिदिनु होला। सेभ गरिदिसकेपछि त्यसपछि यता हेर्न सक्नुहुन्छ साथीहरु, अहिलेसम्म अप्सन चाहिँ आएन, अरु अप्सनहरु आयो हैन, तर सुपरको अप्सन चाहिँ आएन हैन। एकैछिन वेट गर्नुपर्ने हुन्छ। म एकचोटी रिफ्रेश गरेर तपाईलाई देखाउन चाहन्छु। म रिफ्रेश गरिसके, जस्तै तपाईहरु यता हेर्न सक्नुहुन्छ अहिले पनि अप्सन चाहिँ यहाँ हेर्न सक्नुहुन्छ साथीहरु, अहिले भर्खरै अप्सन चाहिँ मेरोमा देखाइदियो, हेर्न सक्नुहुन्छ सुपर भन्ने अप्सन हैन। अब यो अप्सन इनेबल गर्नको लागि जस्ट सुपर अप्सनमा क्लिक गरिदिनु होला। क्लिक गरिदिसकेपछि त्यसपछि तपाईको अगाडि यस्तो खाले इन्टरफेस देखिन्छ हैन। अब जस्ट गेट स्टार्टेडमा क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि त्यसपछि यता हेर्न सक्नुहुन्छ यस्तो खाले इन्टरफेस देखिन्छ हैन। अब तपाईले यहाँ टिक मार्क गरेर हैन, यहाँ हेर्न सक्नुहुन्छ टिक मार्क गरेर त्यसपछि एक्सेप्ट गर्नुपर्ने हुन्छ साथीहरु। एक्सेप्ट गरिदिसकेपछि त्यसपछि अब चाहिँ तपाईको अगाडि यस्तो खाले इन्टरफेस देखिन्छ हैन। एकैछिन होल्ड गर्नुपर्ने हुन्छ। अब हाम्रो सुपर भन्ने अप्सन चाहिँ इनेबल हुन्छ साथीहरु, जस्तै हेर्न सक्नुहुन्छ इनेबल भइसक्यो। इनेबल हुने बित्तिकै यहाँ चाहिँ अप्सन देखाइदिन्छ साथीहरु, जस्तै वर्ड्स पेज एड्स हैन, सर्ट फिड एड्स अनि त्यसैको मुनि चाहिँ सुपर भन्ने अप्सन तपाई हेर्न सक्नुहुन्छ। यो तरिकाले तपाईको पनि अप्सन यदि देखाइदियो भने बुझ्नु कि सुपर भन्ने अप्सन चाहिँ इनेबल भयो। अब तपाईको सब्स्क्राइबरले सुपर थ्याङ्क्स तपाईको भिडियोहरुमा चाहिँ दिन सकिन्छ। अनि तपाई यदि लाइभ बस्नु भयो भने सुपर च्याट, सुपर स्टिकर चाहिँ अब सेन्ड गर्न सकिन्छ तपाईको सब्स्क्राइबरहरुले। हस् त साथीहरु, यो भिडियोमा यति नै। भिडियो मन परेको छ भने एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला। अनि यो 4 वटा भिडियोमा कुनै एउटामा क्लिक गरेर हेर्नु होला। अहिलेको लागि यति नै, एन्ड बाइ बाइ।